फेरि मेसिन खनिरहेछ। काम चाहिँ छिटो राम्रो हुनु पर्यो। डबल कटिङ हुँदैछ यहाँनिर। ल हामीलाई साइड दिनु पर्यो, हामी धेरै टाढा पुग्ने मान्छे हो। ए भाइ धुवा हटाइदिउँ त जान्छ। ल यो चाहिँ बस्तीपुरको डाँडामाथि हो। ठुलो पानी होला। जेसीबीले धमाधम डबल कटिङ हानिरहेको छ। टायर फुट्छ यार, कत्रो ढुङ्गामा हाले। त्यो ठुलो नि हटाऊँ न। यही बस्नु न राम्रो। गाह्रो छ यार खोटाङ जिल्ला विकास हुन यही पारामा। धेरै गाह्रो विकास भने केका लागि गर्ने हो? बाँदरको लागि बाँदरको लागि गर्ने। सजिलो हुन्छ नि त, रुखबाट लडेर मर्दैन बाँदर। खोटाङका अहिले लगभग 100मा 50जना मात्रै बाँकी छन्, बाँकी 50 लागिसकेको छ। केका लागि विकास गर्ने? खोटाङ अब उस्तै पऱ्यो भनेदेखि 8-10 जनामा खोटाङ नाम मात्रै रहन्छ जस्तो लाग्छ। अनि किनभने मान्छे पहिले कालापानी कति थियो, खम्बारिया कति थियो होइन, लिच्कीमा कति थियो, अहिले हेरौँ न। साइड दिनु पऱ्यो ठुलो मेसिन हामीलाई। नयाँ मेसिन निकालेको रहेछ यो त। नयाँ हो, नयाँ हालेको। अस्ति त ल्याएको हो यो। त्यो माथि पुरानो नयाँ। थ्याङ्क यू धन्यवाद साइड दिएकोमा। वारी खोटाङ पारी उदयपुर। दाजुले बाँगाडी हो भने हिजो बाढी आएको म आउँदाखेरि भर्खर बाढी झरिरहेको थियो बेली ब्रिजमा। हो र के फर्तिन छ त यार गाडी त। यस्तो गाडी पनि चल्छ हाम्रो ठाउँमा। कहिले कहाँ आउने बजारहरू हो। यो सानोहरूको माथि खन्दैछ। हरन ठोक है, हरन ठोक। हामीलाई ठोक्छ ढुङ्गाले। यता हो भाइ, यता माथिबाट खन्दैछ। यता अब माथि खन्दैछ, यता हो। त्यहाँ रोक्न हुँदैन, माथि झर भन्दा फेरि डाइङ लडाउँछ त। हाम्रो ठाउँमा पनि आउँदो रहेछ यस्तो यस्तो गाडी।
निशान छ त यार फेरि यहाँ दादा निशान छ है हाइलक्स यहाँ चाहिँ फेरि टुर होला